नेपालका प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको प्रतिष्ठित टाइम म्यागजिनको 100 प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। सन् 2026को यो सूचीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि चीनका राष्ट्रपति सी जिनपिङसम्म पनि परेका छन्। नेताहरूको सूचीमा विश्वभरका 25 जना परेका छन्। 35 वर्षीय शाह फागुन 21मा सम्पन्न निर्वाचनको विजयपछि नेपालको प्रधानमन्त्री बन्न सफल भएका थिए। उनको ऐतिहासिक जीत विशेष गरी युवा पुस्ताको व्यापक समर्थन र अघिल्लो वर्ष भएको जनआन्दोलनको प्रभावले सम्भव भएको टाइमले विश्लेषण गरेको छ। टाइमका एडिटर एट लार्ज चार्ली क्याम्पबेलले लेखेको प्रोफाइलमा शाहको उदयलाई युवाहरूको राजनीतिक परिवर्तनको लहरका रूपमा चित्रण गरिएको छ। परम्परागत र वंशवादी राजनीतिप्रति असन्तुष्ट जनताको समर्थनले उनलाई राष्ट्रिय नेतृत्वमा पुर्याएको उल्लेख गरिएको छ। राजनीतिमा आउनुअघि हिपहप कलाकारका रूपमा परिचित शाहले काठमाडौँ महानगरपालिकाको मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन उल्लेखनीय पहल गरेका थिए। उनको यही कार्यशैलीले उनलाई राष्ट्रिय स्तरमा लोकप्रिय बनाएको उल्लेख छ। शाह आफ्नो कडा र स्पष्ट अभिव्यक्तिका कारण पनि चर्चित छन्। उनले भ्रष्टाचार विरुद्ध खुलेर आवाज उठाउँदै आएका छन्। सङ्गीत पृष्ठभूमिका कारण पनि शाह युवामाझ विशेष प्रभाव राख्छन् भनिएको छ। यद्यपि स्थानीय तहमा हासिल गरेको सफलता राष्ट्रिय स्तरमा दोहोर्याउन सक्ने वा नसक्ने भन्ने प्रश्न अझै कायम छ।